हेलो गाइस, आज हामी हरियाली पार्क आएको छौँ। अब कहाँ जाने? हामी गरासको प्रमुख के अरे प्रसिद्ध पुल झोलुङ्गे पुलमा। धेरै लामो पुल छ। यो स्थापना त ठ्याक्कै मुखमा आएन, तर धेरै राम्रो थियो। जब स्थापना भएको थियो एकदमै फेमस हो। अनि र अहिले चाहिँ अलिकति मान्छेको चलबलले कम भएको हो, नत्र यो पुलमा अझै पनि पहिलाको जस्तै रौनक छ। मान्छेहरू गाडी घोडा अझ यो पुल भन्दा पनि यो पार्कको चाहिँ विशेष महत्त्व रहेको छ। हाम्रो कटार नगरपालिकाको वडा नम्बर 2मा अवस्थित भएको छ र यसलाई चाहिँ पालिकाले स्थानीय विषयमा पनि समावेश गरेको छ। त्यसैले यसको विशेष महत्त्व छ र यहाँ यो एउटा पिकनिक स्पोट चलेको पिकनिक स्पोट पनि हो। यो चलेको पिकनिक स्पोट पनि हो, तर यहाँ एउटा कुरा चाहिँ स्थानीय बासिन्दाले बाटो चाहिँ खोलिदिनु पर्यो। त्यति हो मेरो भनाइ चाहिँ। यो छरिक बन्द हो, यहाँको आफ्नै समस्याले गर्दाखेरि बिस्तारै खोलिहाल्नुहुन्छ नि। तैपनि अब आउने पर्यटकहरूलाई, डोमेस्टिक पर्यटकहरूलाई चाहिँ केही ह्याम्पर चाहिँ परेको छ है यो बन्दले गर्दाखेरि। हामी कति खुसी भएर आएको थियौँ, यहाँनिर आएर अलिक दुःखै भएको छ, तर अहिले वी आर ह्याप्पी नाउ गाइस। यो च्यानलबाट हामीले यही खबर गर्न चाहन्छौँ र हाम्रो उता र यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र सक्दो सेयर पनि गरिदिनु होला। हामी चाहिँ कहाँ गइरहेको छौँ सर? अहिले हामी पुलतिर, हामी यो झोलुङ्गे पुलतिर गइरहेको छौँ। यो पुल चाहिँ कस्तो छ भन्दाखेरि यो चाहिँ उदयपुर र सिन्धुली जोड्ने पुल पनि हो, प्लस प्रदेश पनि फरक। यो पुलले चाहिँ प्रदेश पनि छुट्याउँछ। यो हामी अहिले 1 नम्बरमा छौँ भने यो पारिपट्टि गरेर 3 नम्बर प्रदेशमा हामी प्रवेश गर्छौँ। त्यसै गरेर पहिलो योभन्दा अगाडिको व्यवस्था अनुसार चाहिँ अञ्चल पनि फरक छ। यो अञ्चल पनि फरक होइन, सहरमा थाहा पर्यो भने पारिपट्टि हाम्रो यो जनकपुर पर्छ, जनकपुर अञ्चल अनुसार होइन। यो खोला भनेको चाहिँ हाम्रो कमला खोला रहेको छ। ल यहाँ यति छ यो ठाउँ है। यसलाई चाहिँ अलिकति व्यवस्थापन स्तरोन्नति गर्न सक्यो भने पहिलाको अञ्चल पनि फरक होला, अहिलेको के अरे प्रदेश पनि फरकै छ। यो खोलाले धेरै कुराको सीमा छुट्याएको छ। जिल्ला, प्रदेश, अञ्चल। र यो वास्तवमा नाम जस्तै हरियाली छ, एकदम शीतल छ। गर्मीको लागि चाहिँ एकदमै तपाईँ समय बिताउनुलाई आउनु सक्नुहुन्छ। यहाँनिर तपाईँलाई जतिसुकै गर्मी होस्, शीतल छहारी छ, रुखे रुख छ, बगैँचा छ। यहाँ हेर्न सक्नुहुन्छ एमजिएलको चाहिँ के हो भन्ने कुरा चाहिँ अब फुल फर्म चाहिँ थाहा छैन है। यसको चाहिँ कसैलाई थाहा छ भने यसको कमेन्ट चाहिँ गर्नु होला। आउनु मेमोहरू आउनु, यो मेमोहरू आउँदै हुनुहुन्छ, हाम्रो स्टाफहरू हुनुहुन्छ है उहाँहरू चाहिँ। ल ल भन्नु होला। यो हाम्रो कटारीको लन्डन ब्रिज हो। अब कटारी युके, उदयपुर कटारी युकेको ब्रिज हो। तपाईँलाई हामी यहाँ सुरुदेखि अन्त्यसम्म नै हामी तपाईँलाई घुमाउन चाहन्छौँ। ब्रेकेबल फोल्डेबल तपाईँको माथि हेर्नु न, माथि कत्रो कत्रो छ। पुलमा चाहिँ आइसक्यौँ है। कस्तो खालको पुल रहेछ भनेर सोच्दै हुनुहुन्छ होला गाइजहरू। पुल चाहिँ यस्तै छ, अहिले म देखाउँछु पुरै। पुल चाहिँ दामी छ, लामो पनि छ यो पुल चाहिँ होइन। हामीले जति पनि बढ्नु गएको छौँ गाडी हामी अन्त्यसम्म पुग्छौँ र तपाईँले पूर्ण रूपमा देखाउन चाहन्छौँ। कसरी छु बाइक चाहिँ यहाँबाट राम्रोसँग जान्छ ल। यत्रो माथि कहाँ हामी ल यहाँ हेर्नु पुल चाहिँ सुरु भयो। पुलको चाहिँ यहाँ सुरुवाती चरण हो यो। अब म जान्छु नि अगाडि फेरि। ल हेर्नु होला, हामी चाहिँ पुलमै छौँ है। यो पुल चाहिँ लामै छ। सिन्धुली र यो उदयपुर है जिल्ला चाहिँ यसले छुट्याउँछ। यहाँ खोला पनि छ। अञ्चल फरक, प्रदेश फरक होइन। उदयपुर र सिन्धुलीको सिमाना 1 नम्बर प्रदेश र 3 नम्बर प्रदेशको सिमाना हो। यो धेरै छुट्याएको छैन खास गरेर भन्ने हुन्छ होइन।
हामी यतापट्टि गाडीहरू देख्नुहुन्छ होइन हाम्रो स्कुलको गाडी चाहिँ अब पानी पर्दै आएको छ यसरी गाडी चाहिँ हामीले आज यो पिकनिक स्पोटमा ल्याउन सकेनौँ किनभने यहाँ चाहिँ अलिकति त्यो हिजो बेलुका हामीले थाहा पाएअनुसार चाहिँ बेलुका चाहिँ यो टिप्पर व्यवसायमा चाहिँ झडप भएको हुनाले त्यहाँ चाहिँ अलिकति रोड पाइप ब्रेक भएको रहेछ त्यसले गर्दाखेरि चाहिँ गाडी आउन नसक्ने अवस्था आएर अलिकति थोरै कठिनाइ भएको सुरुमा हामी आउँदाखेरि राखेको छ यो यहाँबाट अलिक परबाट मजा देखिन्छ लामो पुल छ तर हिँड्न मजा छ बाँकिलो पुल छ त्यसले चाहिँ धेरै कुराको सुविधा दिएको छ सुविधा चाहिँ मान्छेले पाएका छन् पुलको मद्दत चाहिँ एउटा पुल पनि बन्यो पारी यहाँबाट चाहिँ देखिन्छ होला पुरै यो चाहिँ हाम्रो स्कुल बस हो है हामीले बस्दै राख्छौँ 3 वटा तर हामीले यहाँबाट चाहिँ सामान चाहिँ बोकेर लिएर आयौँ है अब धेरै आजको चाहिँ हाम्रो पिकनिक स्पोट प्लस फेयरवेल पनि थियो त्यसको लागि चाहिँ हामीले यहाँ बिहान 6 बजे हिँडेको थियौँ घरमा लगाएर एउटा आयो यसपालिको बिदाय गर्ने भाइ यही हो है एउटा चाहिँ त्रिवेणी गाविस हो वार्ड नम्बर 2 नै पऱ्यो अनि त्रिवेणी खोला पनि यहीँ मिसेको होइन त्रिवेणी खोला माथि छ यो चाहिँ अब हाम्रो त्रिवेणीको जुन हुन्छ नि त्रिवेणीको हाम्रो त्यो मेला लाग्ने त्रिवेणी हुन्छ त्यो चाहिँ ठ्याक्कै माथि पर्छ ए त माथि त्यो तिनवटा खोला चाहिँ एक ठाउँमा ठ्याक्कै त्रिवेणीको एक ठाउँमा होइन क्या ए यो मूल खोला चाहिँ तपाईँको तावा खोला भयो होइन तावा खोला अनि सुरुमा मिसिने भनेको तपाईँको ककुल खोला मिसिन्छ तावा खोला माथिको पुल नजिक कटारीको होइन कटारी अनि त्योबाट मुनिपट्टि चाहिँ तपाईँको कमला खोला मिसिन्छ कमला खोला मुन्न चाहिँ मिल्छ त 3-4 किलोमिटरको तलमाथि पर मिल्छ तर हामी त्यही भएर 3टा खोला चाहिँ मिसेकै हो त्यही भएर 3टा खोलाको त्रिवेणी भनिन्छ त्रिवेणी घाटमा चाहिँ होइन अनि मेला लाग्ने यताउति हुने ऐतिहासिक ठाउँ पनि हो यो यसको ठुलो महत्त्व पनि रहेको छ यो चाहिँ विशेष नै हो हेलो गाइज हामी आयौँ अब यो टिफर आयो ध्रुवमा हेर्ने अब यो यहाँ कहाँबाट थिच्छ त्यो टिफर त तलबाट जान्छ नि यहाँ बाटो छ नि त टिपर तल खोला अनि तनाव हुन्छ यहाँ बस्नु बस्न त मिल्छ अलिक आँट हुनेहरू मनमा चाहिँ डर छैन भने गर्थ्यो कि सर यो हाम्रो गाउँमा दोस्रो काली खोलाको चाहिँ बिचमा झोलुको छ क्या सानो लामो छ नि सानो त्यहाँ चाहिँ हामी यस्तो यो लट्ठासँगदेखि नै केनाडीदेखि पुल्ने बनाएको हामी बचाउँछ त्यो अनि यो लट्ठामा माथिसम्ममै मुनि देखेँ अनि पुरै त घुम्ने यो चाहिँ आँट हुनुपर्छ हेर म चाहिँ फेरि डर लाग्छ यस्तोमा हिँड्न चाहिँ मलाई त्यति साह्रो डर लाग्दैन अलिक अग्लो भने मात्रै डर लाग्छ नत्र पनि खासै मलाई डर चाहिँ लाग्दैन तर झुन्डिनबाट चाहिँ डर लाग्छ गाइड मलाई चाहिँ दुधौली नगरपालिका होइन अरे यो वडा नम्बर 1 सपोज पालिका प्रदेश गाउँ पनि फरकै हुने भयो यहाँ हेर्नु है खोला छ बगर जस्तो देखिन्छ है राम्रो छ अनि यतापट्टि चाहिँ अब मकैहरू रोपेको छ होइन मकै रोपेर हरियाली देखिन्छ है यतिखेर पनि हरियो देख्नु भनेको चाहिँ साह्रै भाग्यको कुरा हो यतापट्टि चाहिँ पर्छ सिन्धुली हामी उदयपुर र सिन्धुलीको सिमानाको उसमा पुलमा थियौँ यतापट्टि सिन्धुली पऱ्यो त्यसले पुरा ठेलिरहेको छ ल हामी चाहिँ जाँदैछौँ कसैले गरेन अग्लो चाहिँ कति अग्लो छ यहाँदेखि यहाँ म चाहिँ सेकेन्डचोटि भइसक्यो आएको चाहिँ सिन्धुली जिल्ला चाहिँ सिन्धुली हो जिल्ला सिन्धुली नगरपालिका दुधौली अञ्चल सगरमाथा प्रदेश नम्बर 3 बागमती प्रदेश बागमती प्रदेश पर्छ है हो गाउँको नाम चाहिँ मैनी
मैनी मेला पनि भन्दो रहेछ हो मैले देखेको थिएँ कि मैनी मेला भनेर आइरहेको थियो ल गाइस हामी अर्को ठाउँ प्रवेश गरिसक्यौँ त्यता शङ्ख पनि रहेछ यार यो शङ्खटार होला शङ्खटार होला शङ्खटार भन्ने पनि छ त उतै सिन्धुलीमा उतापट्टि अब चाहिँ ठ्याक्कै हामी पुल चाहिँ टेक्दै थियौँ अब चाहिँ अहिले माटै टेक्यौँ हामीले ल अब हामी चाहिँ सिन्धुली जिल्लातिर आइसक्यौँ उदयपुर जिल्लालाई चाहिँ हामीले उतै छोडेको छौँ फेरि अहिले हामी जान्छौँ उतैतिर फेरि खोइ कहाँ यहाँ परिमा त पनि बसिरहेको प्रवेश गर्नुभएकोमा यहाँहरूलाई हार्दिक छ अनुरोध स्वागत छ रहेछ ल हामी यहाँ बस्न पनि सक्छौँ नमस्ते नगरपालिका नगरमा प्रवेश गर्नुभएकोमा सिन्धुली जिल्ला र उदयपुर जिल्लालाई छुट्याउने एउटा झुलुङ्गे पुल पनि रहेको छ यहाँ चाहिँ ठुलो छ अनि यहाँ चाहिँ केही लेखेको छ शङ्ख पनि थियो हजुरहरूले पनि पढिदिनु होला अनि हामी चाहिँ लगभग यहाँदेखि अब जाने बेला भयो यहाँ वारिपट्टि हामी चाहिँ सिन्धुली जिल्लामा आएको थियौँ अनि त्यस पछाडि सिन्धुली जिल्लाको दुधौली नगरपालिका हो अनि यहाँ चाहिँ हामी आएर यसो भिडियो बनायौँ अनि पारिपट्टिबाट उता उदयपुरबाट यता सिन्धुलीको पुलमा आउँदै गर्दा हामीले भिडियो बनायौँ अनि यो भिडियोलाई हेरेर हजुरहरूले पक्कै पनि मन पराइदिनुहुन्छ होला अनि यस्तै यस्तै भिडियोहरू मैले हालेको छु अनि मेरो भिडियोलाई हेरेर लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला अब हामी चाहिँ लगभग जाने बेला भएको छ अनि यो चाहिँ दुधौली भनौँ सिन्धुली र उदयपुर जिल्लाको सिमाना जोडिने एउटा पुल हो अनि यो झुलुङ्गे पुल यहाँ चाहिँ अब भनौँ न अब यहाँ त्यो हरियाली पार्क घुम्न आउँदाखेरि सबैजना यो पुलमा चाहिँ आएर फोटो भिडियो बनाउनुहुन्छ अनि जानुहुन्छ एउटा रमाइलो ठाउँ पनि छ यो पुल हेर्न सक्नुहुन्छ ओके